Good morning everyone. नमस्ते म चाहिँ राज आज चाहिँ म सिधै जङ्गलबाट म चाहिँ आज जङ्गल आएको छु। अहिले चाहिँ लगभग 7 बज्यो। बिहान 7 बजे नै जङ्गल आएको थाहा पाएँ है। दिउँसो भनेको मौसमको भर हुँदैन, पानी सानी परेर यताउति फेरि गोठालो जान नै पाउँदैन अनि बाख्रा नि भोकै हुन्छ। त्यही भएर हामी चाहिँ बिहान चाहिँ बाख्रा चराउने गर्छौँ। बाख्रा चाहिँ लगभग 40-50 छ हाम्रो। बाख्रा दौडा दौडे हो, घाँस जति भए पनि खाँदैन। यता दौडिने, यता दौडिने, उता दौडिने, भागे एकछिन पनि बस्न पाउँदैन। जे होस् एक्सर्साइज चाहिँ बबालाई हुन्छ। बाख्रा चाहिँ यता छ है, राम्रोसँग देखाएको छैन अहिले यो झाडीहरूले गर्दाखेरि। यहाँ देख्न सक्नुहुन्छ बाख्रा। अहिले चाहिँ लेखपानी टाढा भयो चाहिँ यहाँबाट चाहिँ हामीले बस्तीपुर देख्न सकिन्छ है, यो डाँडाबाट तल। अनि त्यसपछि ल्योड पनि देखिन्छ, देख्न त अलि यहाँबाट चाहिँ छिक्दो रहेछ। यहाँबाट चाहिँ बस्तीपुर है, तलको बस्तीपुर, बासदेव, उता हाडी खोला के हो है ठाउँको नाम पनि। यता चाहिँ ल्योड जम्मू पर्यो, सिधै उता चाहिँ कुवा पानी पर्छ, जङ्गलले केही पनि देख्दैन। यतापट्टि चाहिँ लेखपानी पर्छ है। म चाहिँ लेखपानी परेँ खासमा। बिहान थकाइ पनि लागिसक्यो दौडिँदा। बाख्रा एकछिन बस्ने होइन, छुट्टेर दौडे गर्छ। हामी पनि दौडिनु पर्ने हुन्छ बाख्रा सँगसँगै, नत्र बाख्रा हरायो भने तनाव गरेर मार्छ है। ल यो चाहिँ हाम्रो यो चाहिँ के बोका, भ्याड बोका कि के भन्थ्यो त्यस्तै हो। टुवा गरेर हेर्दा छ, घाँस खाँदैन, दौडिने हेर्ने यस्तै हो। केही समयपछि भेटौँला, अहिलेलाई बाई बाई। मैले चाहिँ च्याउ पनि देखेँ है आज जङ्गलमा। कस्तो च्याउ चाहिँ भेट्दो रहेछ, देख्दो रहेछ होइन। म तपाईँहरूले देख्नु चाहिँ एउटा च्याउ छ। अब यो च्याउको नाम चाहिँ थाहा छैन होइन। यो अन्डा च्याउ कि छाता के भन्छ, यो चाहिँ खाना मिल्ने च्याउ भयो होइन। यो पनि बिग्रिसकेको छ, यो पुरानो भएर बिग्रिसकेको छ। खाना नमिल्ने च्याउहरू पनि धेरै छ है। बर्खामा धेरै च्याउहरू उम्रिन्छ जङ्गलमा। सबैले च्याउहरू चाहिँ एकदम चिनेर, राम्रोसँग चिनेर खानु होला। अब यो तरकारी खोजेर खा हुन्छ, मिठो हुन्छ भने हामीले अब यसले ज्यान पनि लिन सक्छ कि कुनै च्याउहरूले, कुनै च्याउ खान नमिल्ने हुन्छ। एउटा च्याउ चाहिँ म भन्छु ल, अन्डा च्याउ कि के भन्छ त्यसलाई। अब यसलाई चाहिँ अन्डा च्याउ किन भनेको भने म उकाएर नै देखाउँछु है। यो यता हेर्नु, यो चाहिँ अन्डा च्याउ भन्छ भन्न चाहिँ। यसलाई चाहिँ अन्डा च्याउ चाहिँ किन भनेको भन्दाखेरि माथिबाट हेर्दा अन्डा, तलबाट हेर्दा डन्डा। त्यही भएर नै यो अन्डा च्याउ चाहिँ भनेको हो। अर्को धेरै च्याउहरू भेट्छ होला होइन, अर्को पनि म तपाईँहरूलाई देखाउँछु। अब चाहिँ एउटा खान नमिल्ने च्याउ रहेछ होइन। यो च्याउ चाहिँ खान मिल्दैन, हामीले यो खायो भने हामी मर्छ है। यो यस्तो रहेछ। यो नाम चाहिँ थाहा छैन मलाई। च्याउहरू सबैको नाम चाहिँ थाहा छैन। खान मिल्ने चाहिँ कुन, नमिल्ने कुन सबै चाहिँ चिन्दैन। अलिअलि एक दुईवटा चिन्छु। चिन्नेसम्म यो तपाईँहरूलाई देखाउन जाँदैछु है। के भेट्छ सबैलाई भेटिँदैन होला आज। कतिपयले अब सकिसक्यो पनि होला जङ्गलमा। जुन भेट्छ त्यो चाहिँ म तपाईँहरूले देखाउनेछु है त। ल है गाइज, बाख्रा चाहिँ दौडै गऱ्यो है। कोही पारी भित्ता, कोही वारी भित्ता भयो। 2-3 ठाउँ छुटेर गयो। के गर्ने, जानुपर्छ भागेर। अब कोही उता पारी छ है, कोही यहाँ छ, कोही यता छ, हामी चाहिँ यता छौँ स्पेसल्ली गोठालो चाहिँ होइन। ल छुट्टिएर हिँडेको ग्याङस्टार बाख्राहरू, अब छुट्टा ग्याङ बनाइ हिँड्ने बाख्राहरू भेट भयो। यो बोका चाहिँ जहिले यता आउँछ। ओइ बोका, जो बाबु राजा, यस्तो घाँस छ, खतरा घाँस खान्छ हाम्रो बाख्राले। बोकाले चाहिँ खान्छ जस्तो पनि घाँस है। अरूले चाहिँ खासै घाँस खाँदैन। होइन अरूले चाहिँ खास
ए ए ए ए बोका त ओहो हान्न आउँछ यार हे बोकाले आजलाई चाहिँ तरकारी पनि पुग्नु लाग्यो चाहिँ च्याउ चाहिँ यहाँ यति छ यहाँ चाहिँ 4-5वटा रहेछ जङ्गलभरि सबै ठाउँमा टिप्दै 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 आउँदाखेरि चाहिँ पुग्नु लागेको ल त यति ल है कति राम्रो है कति ठुलो यो पनि कति ठुलो च्याउ यो चाहिँ अलिकति राम्रो भनेको यहीँ भेट्यो अरू ठाउँमा त्यति राम्रो भेटेको थिएन यहाँ चाहिँ अलिकति एकदम स्पेसल राम्रो दामी च्याउ भेट्यो गाइस म चाहिँ च्याउ टिप्दैछु है गोठालो आजभोलि गोठालो आउनुको फाइदा चाहिँ तरकारी पनि भेट्यो बेलुकाको लागि होइन अनि त्यसपछि बाख्रा पनि अगायो दुईवटा काम चाहिँ हुँदो रहेछ तरकारी पनि भेट्ने बाख्रा पनि अगाउने है यति भइसक्यो मेरो च्याउ है बेलुकाको लागि तरकारी यति आजको स्पेसल तरकारी हो यो बाई बाई है गाइस बाख्रा चाहिँ भनेको माने छैन होइन अलिक टाढा छ होइन अब यो भनेको नमान्दाखेरि चाहिँ कस्तो भन्नुपर्छ भन्ने कुरो तपाईँहरूलाई थाहा छैन होला ढुङ्गा हानेर यस्तो भन्नुपर्छ है यति गर्दा पनि आएन है उता हेर्न सक्नुहुन्छ बाख्रा जङ्गलमा छ है यता यता बल्ल फर्कियो बाख्राहरू ल है म चाहिँ एउटा डाँडामा आइपुग्यो है पछाडि पुरै भिर छ यो है यो डाँडामा आइपुग्दा के कुरा याद आयो भने एकजना पहिला युट्युबर नै हो उहाँ है एकदम चलेको युट्युबर उहाँले चाहिँ हाल्नु भएको थियो कि कुन ठाउँमा जानु भएको थियो कुनै होइन ढुङ्गा चाहिँ आफै बोल्ने ढुङ्गा भनेर चाहिँ एउटा भिडियो हाल्नु भएको थियो कि जसरी कराउँछ कि उहाँहरू पहिला कराउनुहुन्छ एकचोटि होइन अनि त्यसपछि आवाज चाहिँ रिटर्न आउने रहेछ होइन त्यसलाई चाहिँ बोल्ने ढुङ्गा भनेको रहेछ उहाँहरूले त्यस्तो त यहाँ पनि हुन्छ त्यो ढुङ्गा बोले होइन त्यो आवाज नै उयो रिटर्न भएर आएको हो जस्तो लाग्छ मलाई चाहिँ है म पनि एकचोटि कराइहेर्छु ल तपाईँहरूले सुन्नुभयो त्यो आवाज फेरि आयो नि गरेको आवाज फेरि दोहोऱ्याइतिर आयो त्यो भिड चाहिँ आज है फेरि कराउँछ है म सुन्नुभयो नि राम्ररी होइन 2चोटि अथवा 3चोटिसम्म चाहिँ सुनिन्छ क्या त्यो आवाज एकचोटि हामी गऱ्यो भने यसलाई अब आफै बोल्ने भन्ने कि यो रिटर्न आएको भन्ने त है तपाईँहरूले भनिदिनु होला आजको लागि चाहिँ यति नै अब घर जाने बेला पनि भयो लगभग पानी पनि पर्न लाग्यो अब घर जानुपर्छ सरर पानी पऱ्यो भने बर्बाद हुन्छ छाता ल्याएको छैन अब मोबाइल पनि अब केमा हाल्ने भन्ने कुरा मोबाइल हाल्नलाई अब यो झोला ल्याएको पुरै च्याउले भरिहाल्यो आजको लागि यति नै सबैलाई बाई बाई